सम्पूर्णमा नमस्ते। योभन्दा अगाडिको कक्षामा म सामान्य भूतकालको सूत्रहरू पढाइसकेकी छु र आजको कक्षामा म अपूर्ण भूतकालको सूत्रहरू पढाउन गइरहेकी छु। सबभन्दा पहिला यो बुझ्नुपर्छ कि अपूर्ण भूतकाल भनेको के हो। बितेको समयमा कुनै काम हुँदै थियो भने समयको बोध गराउने क्रियापदको पक्षलाई अपूर्ण भूतकाल भनिन्छ। जस्तै म भात खाँदै थिएँ। अब हामी अपूर्ण भूतकालको सूत्रहरू पढौँ। कर्ता धातु प्लस क्रियापद। मसँग दै थिए, हामीसँग दै थियो, तसँग दै थिइस्, तिमीसँग दै थियो, तपाईसँग दै हुनुहुन्थ्यो, रामसँग दै थियो, सीतासँग दै थिइन्, उनीहरूसँग दै थिए। अब हामी अपूर्ण भूतकालको उदाहरण पढौँ। म खाना खाँदै थिएँ, हामी खाना खाँदै थियौ, तँ खाना खाँदै थिइस्, तिमी खाना खाँदै थियौ, तपाईँ खाना खाँदै हुनुहुन्थ्यो, राम खाना खाँदै थियो, सीता खाना खाँदै थिइन्, उनीहरू खाना खाँदै थिए। अर्को कक्षामा म पूर्ण भूतकालको सूत्रहरू पढाउने छु। हस्ते धन्यवाद।